अहिले चाहिँ हामी आइसकेका छौँ यहाँ चिया मन्च डेम साइड। अहिले चाहिँ हामीले चाहिँ चिया मगाइसकेका छौँ, मसला चिया, र हामीले मसरुम पिज्जा पनि मगाइसकेका छौँ। अब हामी चाहिँ चिया चाहिँ टेस्ट गर्न जाँदैछौँ। अब चिया त अब नर्मलै जस्तो हुने भयो होइन, तर त्यस्तो मसला चिया भन्दैमा त हल्का हल्का मसलाको फ्लेभर आउनु पर्ने होइन, तर यहाँ चाहिँ त्यस्तो फिल चाहिँ आएन है मलाई। ओभरअल हेर्न पर्दा चिया ठिकै छ। अब पिज्जा हेरौँ अब कस्तो हुन्छ। हामीले चाहिँ अहिले यहाँ पिज्जा मगाएका थियौँ है। पिज्जाको साइज त सानै हो। अब म चाहिँ होइन पिज्जा चाहिँ टेस्ट गर्न जाँदैछु है। चिज पुरै निक्लेर गयो यहाँ। साह्रै तातो रहेछ है। मसरुम त अब देख्दै देखिन त मैले यहाँ है मसरुमै खोज्न पर्ने जस्तो स्थिति रहेछ मसरुम पिज्जामा। ठिकै छ त्यो पनि, स्वाद चाहिँ एभरेज हो, त्यस्तो वाउ होइन। यस्तरी होइन कटिङ पनि होइन राम्रोसित भगेको छैन कि। ठिकै छ, यसमा चाहिँ सुधार गर्नुपर्छ चिया मन्चले। हामी चाहिँ यो चिया मन्चमा आएका थियौँ होइन, तर हेर्नु त यहाँ यो मसरुम पिज्जा मगाउँदाखेरि यो हड्डी हो कि प्लास्टिक हो कि के हो यस्तो हो यो है। सुदन गुरुङको होइन प्लेटमा भेटिँदाखेरि त होइन 3 लाख कति लाख फाइन तिरेको थियो भने अब हामीले चाहिँ यहाँ के भनिन्छ यस्तो कम्प्लेन गर्ने चाहिँ कुनै निकाय छ भने होइन यो भिडियो चाहिँ उहाँहरूसम्म पुऱ्याइदिनु होला। यही हो हाम्रो भन्ने चाहना होइन। घाँटीमा अड्केको भए के हुन्थ्यो, यो चाहिँ भएन है यो चिया मन्चको चाहिँ होइन। अब यहाँको त एक्सपिरियन्स के सेयर गर्नु, हजुरहरूले देखिहाल्नु भयो मसरुम पिज्जामा हड्डी हो कि यो प्लास्टिक हो, यो भेट्टी हो। यो ठाउँ चाहिँ हामी अझसम्म गएको ठाउँहरू मध्ये एकदम प्रिमियम ठाउँ मध्ये एक गनिन्छ। तर यहाँको हस्पिटालिटीहरू मलाई केही पनि राम्रो लागेन र एक्सपिरियन्स पनि सबैभन्दा झुर भयो। अब यो सानो कुराले के इस्यु बनाउने भनेर चाहिँ हामीले चाहिँ केही पनि बोलेनौँ, तर मलाई चाहिँ यो ठाउँ चाहिँ त्यति सुइटेबल लागेन। यहाँको चिया चाहिँ राम्रो हो, तर यो फुडमा चाहिँ क्वालिटी चाहिँ भएन। अब क्वालिटी भन्दा नि हाइजिनिक चाहिँ भएन। हजुरको अब मसरुम पिज्जामा हड्डी भेट्नु भनेको त सानो कुरो त होइन, र अब रात पनि धेरै भइसकेको थियो, त्यही कारणले हामी चाहिँ अब घरतिर लाग्यौँ।